फ्याटी लिभरलाई तपाईहरूले रिभर्स गर्न सक्नुहुन्छ। यसलाई तपाईहरूले लामो समय राख्नु भयो भने यो समस्या तपाईहरूको लागि पर्मानेन्ट हुन जान्छ। मेरो नाम बिनु लामिछाने, पेशाले म नर्स। भन्दा पहिले जानौं स्टेजेस अफ फ्याटी लिभर। यो हो हेल्दी लिभरको पिक्चर। लिभरको काम के हो भने तपाईको ब्लडमा न्युट्रिसनलाई एब्जर्ब गर्न, ब्लड सुगर लेभललाई कन्ट्रोलमा राख्न र तपाईको बडीमा नचाहिने फोहोरहरूलाई बाहिर फाल्न लिभरले मद्दत गर्छ। यो हो फर्स्ट स्टेज अफ फ्याटी लिभर। यस स्टेजमा लिभर सेलमा तपाईको बडीमा भएको फ्याटहरू पुरै एकुमुलेट भएर बस्दिन्छ। युजुअली कुनै पनि सिम्पटम देखिन्न, लिटल बिट अफ इन्फ्लामेसन हुन्छ र यसलाई तपाईहरूले बेलैमा रिभर्स गर्न सक्नुहुन्छ जस्ट विथ योर डाइट, एक्सरसाइज एन्ड वेट लस। अर्को स्टेज भनेको फाइब्रोसिस। लिभरमा स्कार देखिन्छ, स्पेशली तपाईको एब्डोमिन र लेगहरूमा स्वेलिङ देखिन सुरु हुन्छ। यो स्टेजमा पनि तपाईहरूले फ्याटी लिभरलाई रिभर्स गर्न सक्नुहुन्छ। तर जुन त्यो स्कार भएको थियो त्यो भनी कहिले पनि जाँदैन। अर्को स्टेज भनेको सिरोसिस। लिभरमा स्कारको मात्रा अब बढ्न थाल्छ। यसले गर्दाखेरि पर्मानेन्ट ड्यामेज र तपाईको लिभरले फङ्सन गर्न बन्द गर्छ। अब तपाईको इन्फ्लामेसन, स्वेलिङ, ब्रुज, ब्लिडिङ यी सबै इजिली हुन सुरु हुन्छ। स्टेज रिभर्स हुँदैन, त्यो भएको कारणले गर्दाखेरि यसलाई कन्ट्रोल गर्न मात्र सकिन्छ। फाइनल स्टेज भनेको लिभर फेलियर अर लिभर क्यान्सर भनेको लास्ट स्टेज, जहाँ लिभरले कम्प्लिटली नै काम गर्न बन्द गरिदिन्छ र यसको एउटा मात्रै उपाय हुन्छ, त्यो भनेको लिभर ट्रान्सप्लान्ट। यो स्टेजमा पुग्नुभन्दा पहिले तपाईहरूले आफ्नो ह्याबिट, इटिङ ह्याबिट चेन्ज गरेर फ्याटी लिभरलाई रिभर्स गर्न सक्नुहुन्छ। शरीरलाई चाहिने भन्दा बेसी क्यालोरी खान बन्द गर्नुहोस्। प्रोसेस फुडलाई बन्द गर्नुहोस्। मात्रामा सुगर लिन बन्द गर्नुहोस्। आफ्नो क्रेभिङ र भोकलाई कन्ट्रोलमा कन्ट्रोल गर्नको लागि तपाईहरूलाई सप्लिमेन्ट लिनु पर्यो भने डेफिनेटली सप्लिमेन्ट तपाईहरू लिन सक्नुहुन्छ। यो दुईटा नेचुरल सप्लिमेन्टले तपाईहरूलाई फ्याटी लिभर हुनबाट बचाउँछ।